चाहिँ हामी 310 एककै कुरालाई लिएर चाहिँ यो चाहिँ अगाडि लानुपर्ने कुरा छ। र अहिले जे भए पनि अब जसले गरे पनि हाम्रो कार्यगत एकता तपाईहरु एकता हुनैपर्छ। र सीएनसी बिजीले पनि कुनै गल्ती पहिलेको अध्यक्षको के चिठीहरु लेखेछन् त्यो पनि कुन किसिमले गर्ने भन्ने कुरो यहाँ माफ माग्ने ठाउँ त हुनु पर्यो। उहाँले हाम्रो ठाउँमा त माफ मागिसक्नु धेरै पल्ट। माफ माग्ने कसलाई हो के भनेर त माफ माग्ने ठाउँ पनि अरूले गर्न र त्यो पनि पुरानो कुरालाई पनि छोड्दिउँ। र एकता हुन सक्यो भने कार्यगत एकता चाहिँ गरेर हामीले जसले बिजनेसले गर्नुभएको छ जुन अहिले अस्ति दर्ता गरेको कुरा पनि त्यही कुरालाई यथास्थित पहिलेको अब यो ढङ्गमा गएन भने त्यसरी राख्यो भने झन् राम्रो। बा पहिले गरेको हामी सञ्चालन गर्छौँ भन्ला तर गरेन भने पनि अब जसले गरे पनि तर कार्यगत एकता भएर हाम्रो मुख चाहिँ एउटा भएर जाओस् यही मेरो शुभकामना। हजुरहरू जसले गरे पनि हामी सबै गोर्खाली हो नि त। र यो बेला पनि हामी संविधान सभामा जस्तो गल्ती गर्यो भने यो रिराइटमा पनि गल्ती गर्यो भने फेरि यस्तो चान्स फेरि आउँदैन तपाईको। यसले यो चाहिँ बुझ्नुपर्छ है। धन्यवाद। उहाँहरू चाहिँ 13 दिन भनौँ न हाम्रो 13 जना बिचको नाममा बस्दै गएर त्यो क्रम सकिएपछि उहाँहरूले चाहिँ अनन्त हरेक कुरो उहाँहरूसँग आबद्ध थियौँ सम्बन्ध थियो भन्दै विशेष गरेर आजको चाहिँ नि मिटिङ चाहिँ एकदमै फ्रुटफुल भयो। थ्याङ्क यू भेरी मच। आज धेरै रमाइलो भयो ल है त। अब बिर्सिँदैनौँ हामी।